लामो समय त यसमा लाग्यो, नलाग्नु पर्ने गरी लामो समय लाग्यो। पीडितहरूका पीडा यति लामो समयसम्म सम्बोधन नगरिनु किमार्थ उचित थिएन। तर समय लागि नै सक्यो। अब हामीले ऐन बनाएका छौँ। यो एउटा उपलब्धि हो र यस ऐनबाट हामी अगाडि जान सक्छौँ भन्ने मलाई विश्वास छ। मैले यसपटक प्रधानमन्त्री भएपछि अगाडि पनि आयोगहरू थिए र आयोगहरूमाथि हामीले कामका लागि दबाब दिएका हौँ, तर त्यसमा अहिले म जान चाहन्न। आयोगहरू सफल हुन सकेनन्, दुर्भाग्यको कुरा हो। के आइपऱ्यो आयोगहरू जानुन्, तर सफल भएनन्। यो साह्रै नराम्रो कुरा भयो। यसपल्ट जुन आयोग निर्मित हुनेछ अथवा हुनेछन्, दुईटा आयोग, टीआरसी सम्बन्धी र डिसापियर सम्बन्धी, सफल हुनेछन् मैले विश्वास लिएको छु। अलिक ढिलो भयो, यस क्रममा पनि ढिलो भयो। दुईटा छनौट समिति हामीले बनायौँ। ती छनौट समिति सफल भएनन्। किन सफल भएनन् त्यसको पनि बेग्लै कुरा होला। तर हामीले आफैले बनाएका छनौट समितिहरूलाई असफल हुन दिनु हुँदैन। र छनौट समितिले निष्पक्ष ढङ्गले खोज्ने, सिफारिस गर्ने काम र यस सन्दर्भमा नियुक्तिको काम पनि, यस कामको उद्देश्य, यसको मर्म, यससँग नेचर मिल्ने खालका व्यक्तिहरू, कमिटमेन्ट भएका व्यक्तिहरू र क्षमता भएका व्यक्तिहरू खोजेर यस कामको जिम्मा दिनुपर्छ र उहाँहरूलाई पुराका पुरा सहयोग सबैतिरबाट हुनुपर्दछ र सफल हुन्छ भन्ने मैले विश्वास लिएको छु। र सफल बनाउनका लागि प्रधानमन्त्रीको हैसियतमा म भन्न चाहन्छु, मेरो पुराका पुरा सकारात्मक क्रियाकलाप रहनेछ, व्यवहार रहनेछ, सहयोग रहनेछ र सरकारको तर्फबाट कुनै आयोगहरूलाई सफल बनाउन अर्थात् पीडितहरूलाई न्याय दिन, परिपूरण दिन हामी सफल हुनेछौँ। विगतमा नेपालले भोग्न नपर्ने अनावश्यक अनुचित हिंसा भोग्यो। एउटा कुरामा अलिकति शङ्का लाग्छ, अहिले पनि त्यस हिंसालाई फेरि ग्लोरिफाई गर्ने कुरा, त्यसमा छुट्टी मनाउने कुरा, बाजा बजाउने, धुमधाम गर्ने कुरा किन भइरहेको छ? हामी यो बेठिक भवन र शान्ति प्रक्रियामा आएका छौँ। शान्ति प्रक्रियालाई टुङ्गो लगाउने भन्दैछौँ। हामी देखिरहेका छौँ ती क्रियाकलापले मान्छेहरू भिक्टिम भएका छन्। देशभरि हजारौँको सङ्ख्यामा मान्छेहरूको पीडा छ, आँसु छ। हजारौँको सङ्ख्यामा ज्यान गयो, हजारौँ अङ्गभङ्ग भए, हजारौँले वैधव्य बिहोर्नु पर्यो, हजारौँ टुरा टुरी भए। अहिले पनि अपाङ्गताको स्थिति बिहोर्नु परिराखेको छ। एउटा क्रन्दन छ, पीडा छ। त्यसमा मलम लगाउनु पर्ने ठाउँमा अहिले फेरि हामी किन ग्लोरिफाई गरिराखेका छौँ? फेरि त्यसलाई के उधम गरेका थियौँ हामीले, राम्रो गरेका थियौँ हामीले, यही हो राम्रो। यस भ्रमबाट मुक्त हुनुपर्दछ। आफ्नै काम पनि हिजो बेठिक भयो भने हामीले बेठिक गरिएछ भनेर जनताका अगाडि आत्मआलोचक भएर पेश हुन सक्नुपर्छ। त्यो एउटा राष्ट्रिय गल्ती थियो, त्रुटि थियो, असामयिक कुरा थियो। त्यसलाई सच्याउनु पर्दछ र अब उपरान्त यस्तो नहुने कुराको अलिकति रिस उठ्यो भने फेरि जाउँ त, फेरि यस्तो खालको हुनु हुँदैन। यो कुनै चान्चुने कुरा होइन नि, यो ख्यालमा भन्ने कुरा होइन। फेरि बिसाएका हौँ, छोडेका छैनौँ, यस्तो खालको कुरा। र शान्ति प्रक्रिया, मलाई त्यसमा डर छ। विलम्ब यसै मनोदशाले पनि भएको होला सायद विगतमा। यो मनोदशा त्याग्न पर्दछ हामीले। फेरि यस्तो हुँदैन।
नेपालमा फेरि यस्तो हुँदैन भन्ने प्रत्याभूति दिनुपर्छ। अरूलाई पीडा भएन भने पनि पीडितहरूलाई त तिनै दिन फेरि सम्झना आएर ऐठन हुने स्थिति हुन्छ। त्यो स्थिति हुन दिनु हुँदैन नेपालमा। हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैले सुरु गरेका छौँ। हामी आफैले अगाडि बढाएका छौँ। कसले श्रेय लिने हो भन्ने कुरा छोडिदेऊ। म यसलाई सफल मात्रै पार्न चाहन्छु। श्रेय जति म बाहेक अरू सबैलाई दिन चाहन्छु। मलाई श्रेयको भोक होइन, श्रेय चाहिएन। सफल पारौँ यसलाई। पीडितका घाउमा मलम लगाऊँ, उहाँहरूका आँसु पुसौँ र नेपाली जनतालाई निश्चिन्त बनाऊँ। अब नेपालमा शान्ति हुनेछ। अब उपरान्त नेपालमा यस्तो भाइलेन्स हुने छैन। यसरी मान्छे पीडित हुनुपर्ने छैन। आखिर अघि यहीँ बस्नेहरूकै बिचको त कुरा होला यो। हामी जो अहिले एकजना हिँड्नुभयो, एकजना म तलवर्ली, एकजना हुँदै हुनुहुन्छ। हाम्रै बिचको कुरा होला नि यो। हामीले वास्तवमा सङ्कल्प गऱ्यौँ भने यो चिजलाई रोक्न नसक्ने कुरा छैन। यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन। पीडितलाई न्याय दिन नसकिने कुरा छैन। सकिन्छ, सक्नुपर्छ। हामी सक्छौँ। त्यही विश्वासका साथ अहिले प्रधानमन्त्रीको हैसियतमा म लागेको छु। यो साथीहरूलाई विश्वास दिलाउन चाहन्छु। त्यसै कारण म प्रधानमन्त्री हुने बित्तिकै लामो समयदेखि अड्किएको ऐन पास गर्न मैले सबै पक्षलाई आग्रह गरेँ। सबै पक्षलाई मैले आग्रह गरेँ। मैले अनावश्यक अर्गेला कुराहरू निकाल्ने, नन इस्युलाई इस्यु बनाउने, वातावरणलाई बिगार्ने यस्तो खालको तरिका अपनाउनु हुँदैन हामीले भन्ने म ठान्दछु। हामीले वातावरणलाई सकारात्मक ढङ्गले अगाडि बढाउन हरेकले योगदान गर्नुपर्छ। हामी हरेकले। मेरो आग्रह छ, हामी सबैले अगाडि बढाउँ। सम्पूर्ण नेपाली जनता यही चाहन्छन्, शान्ति होस्, द्वन्द्वका घाउहरू खतहरू मेट्यून्, पीडितले न्याय पाउन्। अब उपरान्त यस्तो हुँदैन भन्ने कुराको प्रत्याभूति नेपाली जनताले पाउन्। यही हो नेपाली जनताको आकांक्षा यस प्रसङ्गमा। यसलाई सम्बोधन गरौँ। हामीले त्यो बाटो छोडिसकेका छौँ। 18 वर्ष भयो त भनिराखेका छौँ। 18 वर्षदेखि हामीले त्यो बाटो छोडेका छौँ भने त्यसको त्यो राम्रै काम गरेका थियो भने दुष्परिणाम देखियो। त्यसका दुष्परिणामहरूलाई सम्बोधन गरौँ। मान्छेले भोगेका पीडाहरू, आँसुहरू तिनलाई पुछेर अगाडि बढौँ। यसका निम्ति म इन्टरनेसनल कम्युनिटीलाई धन्यवाद भन्न चाहन्छु कि इन्टरनेसनल कम्युनिटीले हामीलाई धेरै मद्दत गरेको छ, धेरै सहयोग पुर्याएको छ। र इन्टरनेसनल कम्युनिटी हामीलाई घचघच्याइरहन्छ। लौ न तपाईँहरू केही गर्नुहोस्, अगाडि बढ्नुहोस्, टुङ्ग्याउनुहोस्, यसलाई भनिरहेको छ। हामी सहयोग गर्छौँ भनिरहेको छ। त्यस सहयोगलाई म त्यस भावनालाई अत्यन्तै सम्मान गर्न चाहन्छु र त्यसको प्रशंसा गर्न चाहन्छु। म भन्न चाहन्छु, परिपूरणको प्रसङ्गमा हाम्रो मात्रै बुताको कुरा अलिक हुँदैन कि? त्यसकारण म इन्टरनेसनल कम्युनिटीलाई आग्रह गर्न चाहन्छु, इन्टरनेसनल कम्युनिटीले यस परिस्थितिको सिर्जना गरेको होइन। परिस्थिति यहीँ सिर्जना भयो। तर अब यस परिस्थितिको वास्तविक अन्त्य गर्नका निम्ति चाहिँ इन्टरनेसनल कम्युनिटीको साथ सहयोग हामीलाई जरुरी छ। हामी आग्रह गर्छौँ अन्तर्राष्ट्रिय समुदायले दिल खोलेर हामीलाई साथ दियोस्। हामी यस प्रक्रियालाई एकदमै
इमान्दारिताका साथ अगाडि बढाउँछौँ र त्यस्तै गरेर तपाईँहरूलाई आग्रह गर्दछौँ तपाईँहरूको साथ पाऊँ र तपाईँहरूले साथ दिन्छौँ भन्नुभएको छ, धन्यवाद भन्न चाहन्छु म त्यसका लागि। अब यसलाई हामीले अगाडि बढाउनु पर्नेछ। आयोगहरू बनेपछि हाम्रो रिक्वायरमेन्ट के हो अथवा के हुन सक्दछ हामी भन्नेछौँ र यहाँहरूसँग पनि परामर्श गरेर भन्नेछौँ। हामीले पनि विभिन्न देशहरूका द्वन्द्वहरू हेरेका छौँ, द्वन्द्वको व्यवस्थापन हेरेका छौँ, कहीँ सफलताका दृष्टान्तहरू देखेका छौँ, कहीँ असफलताका, कहीँ सफल हुने प्रक्रियाका निरन्तरताहरू देखेका छौँ र हामी कहीँबाट पनि नकल गर्न सक्दैनौँ। हाम्रो आफ्नो मौलिक तरिका छ र त्यही मौलिक तरिकाका साथ हामी सम्बोधन गर्छौँ। पीडितका कुरा मैले पनि सुनेको छु, तर मेरो कुरा सुन्ने त सुनेको छु मैले, तर जबसम्म उहाँहरूका कुराहरूलाई, पीडाहरूलाई सम्बोधन गरिँदैन तबसम्म कुरा सुनेको छु मात्रै भनेर सुनेर मात्रै के हुन्छ? मैले सुनेर के उहाँहरूको घाउ चर्याउन छोड्छ? घाउ त चर्याउन छोड्दैन। त्यसकारण यसको औषधि चाहियो, यसको ट्रिटमेन्ट चाहियो, यसलाई सम्बोधन गर्नु पर्यो। मेरो रुचि यसमा छ। हिजो पनि मैले सुने, अस्ति पनि मैले सुने, शान्ति प्रक्रियामा सिफारिस समिति बनाऊ भनेर बोलाए। सिफारिस समिति बनाएपछि फेरि एकजना कर्मचारीले ठिक काम गरेन भनेर निकालिदिएछन्। यस्तो धोका भनेर कहाँबाट जोडियो यो? कहाँबाट जोडियो? खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा कहाँबाट जोडियो? अर्कै कुरा हो त यो। शान्ति प्रक्रिया बेग्लै कुरा हो। कहाँ एउटा कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेछ सरकारले, अनि योसँग कहाँबाट कसरी जोडिन आयो भनेको? त्यो पनि ठुल्ठुला नेताहरूबाट। यो त यस्तो कुराहरूमा अल्झिनु हुँदैन भन्छु म। र यस्ता कुराहरूबाट माथि उठेर हामी यस विषयलाई गम्भीरताका साथ लिनु पर्यो, सर्वाधिक महत्त्वका साथ यस विषयलाई लिनु पर्यो। अहिले नेपालमा हामीले अगाडि बढाउनु पर्ने दुईटा कुरा छन्। एउटा शान्ति प्रक्रियालाई टुङ्गो लगाउने, अर्कोतिर सुशासन र विकासको कामलाई अगाडि बढाउने। सुशासन र विकासको कामलाई अगाडि बढाउन सरकार दत्तचित्त भएर लागेको छ र नन इस्यु के निकालेको हो, नन इस्यु पनि कसरी निकालेको? 65 सालमा ज्ञानेन्द्र शाहजी घर जानुभयो। ठिकै हो नि त, हामी 2-4 महिना घर फर्किने गरेका छौँ। उहाँ त 250 वर्षपछि घर फर्किनु भएछ। ठुलो कुरै भएन नि। फेरि अहिले यति वर्षपछि कहाँबाट फेरि नन इस्यु? पोखराबाट आउनुभयो अरे, दरबार कहाँ दरबार लान्छु भने। यस्तो खालको कुराहरूमा नेपालीहरू अब अल्झिने होइन, कुनै सेन्टिमेन्टमा जाने होइन। यस्तै कुराहरूले जनतामा असन्तुष्टि बढ्छ। जनतालाई असन्तुष्ट बनाउने होइन, जनतालाई सन्तुष्ट बनाएर जाने हामीले बाटो लिनुपर्छ। अनि काम हुन नदिने, असन्तुष्टि बढाउने, अरू प्रकारका असन्तुष्टि बढाउने भन्दा हामीले जनतालाई काम मार्फत सत्ता पक्ष प्रतिपक्ष यति बेर या देशमा यस्तो अवस्था कि हामी दिगो विकास लक्ष्य हामीले पुरा गर्नुपर्ने छ। 20% जनता गरिबीको रेखा मुनि छ, कसरी पुरा गर्ने होला दिगो विकास लक्ष्य? गरिबीको प्यारामिटर हामी कसरी सम्बोधन गर्ने होला? त्यस कुरामा केन्द्रित हुनुपर्छ। हामी सामाजिक पीडाहरू कसरी सम्बोधन गर्ने होला त्यस कुरामा जानुपर्दछ। हामी 20% जनता गरिबीको, निरपेक्ष गरिबीको रेखा मुनि छन् भने गरिबका छोराछोरी धेरै हुन्छन्,
त्यो बालबालिका चाहिँ जो गरिबीको रेखामुनि छन् तिनीहरूको सङ्ख्या चाहिँ 25-30% भन्दा माथि होला। भनेको त्यति बालबालिका निरपेक्ष गरिबीको रेखामुनि भएको अभिभावकका सन्तान छन् र तिनीहरूले त्यो गरिबीको पीडा सबभन्दा नराम्ररी गर्भैमा हुँदादेखि जन्मिने बित्तिकैदेखि भोग्नु परेको छ। यसलाई सम्बोधन गर्नुपर्ने आजको आवश्यकता होइन। त्यसकारण पीडितका पीडालाई सम्बोधन गरौँ, गरिबको भोकलाई सम्बोधन गरौँ, समाजमा शान्ति स्थापना गरौँ। कसरी अशान्ति भड्काउन सकिन्छ भनेर अहिले दौड्ने बेला होइन। म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, देशभरि सबैलाई भन्न चाहन्छु, सबै पोलिटिकल पार्टीहरूलाई भन्न चाहन्छु, हामी जवाफदेही बनौँ। सरकार अधिनायकवादी भयो, निषेधाज्ञा तोड्दाखेरि पनि अधिनायकवादी हुँदैन। प्रहरीले लाठी खाएको छ, प्रहरीले केही गर्दैन, तैपनि अधिनायकवाद। कि त हिजो अधिनायकवाद हुँदा अधिनायकवादको पक्षमा भएका कि त्यसभन्दा यता जन्मिएका अधिनायकवादै नदेखेका मान्छेहरूको कुरा हो। अब आज अधिनायकवादी होइन, आज लोकतान्त्रिक सरकार छ। म सधैँ खुल्ला छु, प्रधानमन्त्रीको हैसियतले पनि सबैका समस्या के छन्, पीडा के छन् ती सुन्नका लागि र तिनलाई सम्बोधन गर्नका लागि। कोही कोही कुरा मैले एक्लै गर्दा नहुने वा सरकारले मात्रै गर्दा नहुने पनि छन्, शान्ति प्रक्रिया जस्ता कुराहरू। देश निर्माणै गर्ने कुरा पनि, गरिबी हटाउने कुरा पनि सरकार एक्लैको मात्रै दायित्वको कुरा होइन। सबैको रचनात्मक आफ्नो खालको रचनात्मक भूमिका चाहिन्छ, तर भूमिका चाहिँ रचनात्मक हुनुपर्छ। आलोचनालाई स्वागत गर्छु, तर वातावरण नमिथोलौँ, समाज नभाडौँ, शान्ति प्रक्रिया नबिथोलौँ, अरू कुन कुन बहाना लिएर पनि शान्ति प्रक्रिया नबिथोलौँ। शान्ति प्रक्रियालाई सफल बनाऊ। हामी सबैको कर्तव्य हो र 18 वर्ष भइसक्यो इन्टरनेसनल्ली हामीलाई मुख देखाउन अप्ठ्यारो भइसक्यो। 2018 मा मैले संयुक्त राष्ट्रसङ्घमा गएर भन्दा हाम्रो आफ्नै होम ग्रोन यो मौलिक प्रक्रिया हो, शान्ति प्रक्रिया, हामी यसलाई सफल पार्छौँ भनेर 18 मा भनेको थिएँ। 18 देखि पनि अहिले 7 वर्ष भइसक्यो। यी 7 वर्षमा फेरि त्यति बेर आयोग थियो, अहिले त आयोग पनि छैन। त्यो बिन्दुमा पुगेका छौँ। हामी सिरियस हुनु पर्दैन। त्यसकारण हामीले यो प्रगति गर्यौँ, यो उन्नति गर्यौँ, यति बिग्रिएका ठाउँमा सपार्यौँ भन्ने गरी हामी अगाडि बढ्नुपर्छ। त्यसकारण नेपालबाट हिंसाको अन्त्य गरिएको छ। हिंसाका घाउहरू सम्बोधन गर्नुपर्ने छ। फेरि त्यस्तो हिंसा नहोस्, त्यसको प्रत्याभूति गर्नुपर्नेछ। पीडितहरूले न्याय पाए भन्ने एउटा अनुभूति उहाँहरूमा त्यो हुनुपर्छ र अब उपरान्त हाम्रा सन्ततिले यस्तो भोग्नु पर्ने छैन भन्ने कुराको ग्यारेन्टी हुनुपर्छ। अहिले हामीले सिफारिस समिति बनाएका छौँ आयोगका लागि। सिफारिस समितिले काम थालिसकेको छ र 2 महिना त्यसको समय लाग्छ। त हामी त्यसपछि हामी आयोग, त्यस सिफारिसको आधारमा आयोग गठन हुन्छ र आयोगले गतिका साथ काम अगाडि लानेछ र न्याय दिने कुरा, परिपूरण दिने कुरा र अशान्तिका कारणहरू अरू परिस्थिति भन्दा पनि पोलिटिकल कारण थियो, त्यो पोलिटिकल कारण त सम्बोधन भइसक्यो। जसले त्यो अभियान चलाएको थियो त्यो अभियानकर्ताहरू अब शान्ति प्रक्रियामा आइसक्नु भएको छ, मूलधारमा आइसक्नु भएको छ, मेन स्ट्रिम पोलिटिक्समा आइसक्नु भएको छ भने अब ब्ल्याङ्केट एमनेस्टी होइन,
अमानवीय जे काम गर्नु पर्थ्यो जुनसुकै नाउँमा होस् त्यो अमानवीय मानवताको विरुद्धको गम्भीर अपराध गर्नेलाई कारबाही हुन्छ नै। हाम्रो सर्वोच्च अदालतले फैसला गरेर केही मार्गदर्शन गरेको छ। मानव अधिकार काउन्सिलले केही भनेको छ। विश्व मानव अधिकार काउन्सिलले युएनको केही संयुक्त राष्ट्र सङ्घले भनेको छ। गत वर्ष मात्रै संयुक्त राष्ट्र सङ्घका महासचिव आएर हाम्रो संसदको रोस्टमबाट 4वटा आधारभूत कुराहरू बोल्नुभएको छ। ती कुराहरूलाई पनि हामीले ध्यानमा राखेका छौँ र यी सबै कुराहरूलाई ध्यानमा राखेर न्याय पीडितलाई प्राप्त हुने गरी बिना दबाव बिना करकाप सत्य निरूपण तथा मेलमिलाप भने सत्य निरूपण गर्दा पनि बिना दबाव र बिना करकाप र मेलमिलाप गर्दा पनि पीडितलाई दबाव दिएर होइन। कतिपय ठाउँमा यस्ता कुराहरू पनि घटेका छन् विगतमा। बाहिर भन्दा नभनिए पनि पीडितले न्याय पाउने भन्दा पनि थप पीडा पाउने दबाव पाउने खालका दबाव सहनु पर्ने खालका कुराहरू भएका छन्। यसले गर्दा कतिलाई साह्रै बढी मानसिक दबाव परेको छ। यी सबै कुराहरूलाई हामीले देखेका छौँ र यी कुराहरूलाई हामी सम्बोधन गर्छौँ, गरिनुपर्छ। र मुख्य हाम्रो उद्देश्य र यस सन्दर्भमा एउटा मात्रै उद्देश्य मैले अघि नै भने पीडितले निर्भय सम्मानपूर्ण न्याय पाउनुपर्दछ, परिपूर्ण पाउनुपर्दछ, दोषीले दण्ड पाउनुपर्दछ। सबै दोषको कुरा हामीले द्वन्द्वकाल भनेर शान्ति प्रक्रिया मार्फत कतिपय कुराहरूलाई फर्गेट एन्ड फर्गिभ पनि भनेका हौँला, तर सबै हाइनेस क्राइम्सलाई फर्गेट एन्ड फर्गिभ भनेर फर्गिभ गर्न सकिँदैन। त्यो मैले अघि नै पनि भने। यी कुराहरूको सन्दर्भमा विभिन्न पक्षहरूमा यहाँहरूले छलफल गर्नका लागि यो कार्यक्रम आयोजना गर्नुभएको छ र यसमा सुरुमा हामीलाई बोलाएर र सुरुमा बोल्न लगाएर हाम्रो प्रतिबद्धता पनि लिन खोज्नु भएको छ। हाम्रो प्रतिबद्धता तपाईहरूले अलमलमा नपरिकन त्यसलाई यताउता कुरा ओरतिर परतिर सार्न नदिइकन, कुरा ओरतिरको परतिर परतिरको परतिर सार्ने चलन हुन्छ, त्यसो गर्न नदिइकन हाम्रा कमिटमेन्टहरूलाई तपाईहरूले आगामी दिनमा समाउनुपर्छ। तपाईँको कमिटमेन्ट यो हो भनेर मैले बोलेका कुराहरू मसँग पनि रेकर्डेड छन्। तपाईहरूलाई चाहियो भने कुनै पनि समय अहिले मैले बोलेका कुराहरू म उपलब्ध गराउँछु। तपाईहरूले त्यसै गरी हरेकको कुरा समाउनु पर्दछ र त्यसलाई भाषण गरो सिद्धियो होइन, फर्दर एक्सनका लागि तिनलाई प्रयोग गरिनुपर्दछ। मेरो आग्रह यही हो। थेमेटिक सत्रमा पनि बस्दिनुपर्छ भनेर भन्नुभएको थियो। खास थेमेटिक सत्रमा बस्नुपर्ने एकजना मान्छे हिँडिसक्नुभयो, बस्नै पर्ने मान्छे। अब म चाहिँ फेरि के भने सधैँ तटस्थ मान्छे हुँ, किनभने द्वन्द्वको यो पक्ष पनि होइन त्यो पक्ष पनि होइन। त्यसकारण म निष्पक्ष तटस्थ भएको हुनाले मलाई सजिलो पनि छ।